Good morning. Another day, another vlog. हिजो हामी बेलुका राति यहाँ 7:30 तिर आयौँ, तर यहाँ पुरा रात पर्ने रहेछ है। अनि यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो चाहिँ जुम्लाको कोठीडिउँरा भन्ने ठाउँ हो र घाम लागिरहेको छ अहिले चाहिँ। तर बेलुका चाहिँ निकै पानी पर्यो, बाटो पुरा हिलो भएकोले गर्दा पुरा टाइम लाग्यो हामीलाई। 36 किलोमिटर हिँड्नुलाई चाहिँ पुरै 2 घन्टा लाग्यो र हामी बसेको होमस्टे चाहिँ यो हो। यो फेसबुकतिर फेमस होमस्टे हो, तर त्यस्तो खास चाहिँ केही छैन रहेछ। होटल रोयल सिन्जा भनेर भनेको छ। र यो बजार भन्नुपर्दाखेरि चाहिँ मुनिचल्ली बजार छ र यस्तो छ वरिपरि डाँडा काँडाको दृश्यहरू। बाटो भनौँ भने चाहिँ यो आँखा चल्ने बाटो यो आधा किलोमिटर जस्तो बनाएको छ हो, अरू चाहिँ छैन। र हिजो चाहिँ 200 किलोमिटर पुरै अफरोड ड्राइभ गरेको जिउ दुखेर बिजोक भइरहेको छ। एनिवे आज हाम्रो 65 किलोमिटरको ट्राभल छ। हामी लगभग 3 घन्टामा कभर गर्छौँ होला। त्यसपछि घोडा चढेर हामी आराम जाने हो। र भिडियोमा बनिरहनुहोस्, लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद। अगाडि हेर्दै जानेछौँ। हामी बसेको होमस्टे हो यो। यस्तो अप्ठ्यारो चढेर जानुपर्छ। सिन्जा होमस्टे होटलको चाहिँ रुम चाहिँ म तपाईँलाई दर्शन गराउँछु है। तपाईँ हेर्नु सक्नुहुन्छ हो, टोइलेट पनि सानो छ, एकदम वेडन। रुमहरू तपाईँले हेर्नु सक्नुहुन्छ, बच्चा रुम। होटल रोयल सिन्जा बाटो चाहिँ अब यहाँबाट हिँड्न लागिरहेको छौँ हामी चाहिँ। बाटो पुरा हिलो भएको होला हो। मेरो जुत्ता यस्तै छ, कसरी देखाउँछ जुत्ता चाहिँ। यसरी मोजा पनि छैन हो। यो प्लास्टिकको जुत्ता ल्याएको यति काम भयो, चिप्लेर नि हिजो बाइक यसले थाम्दा भयो। थ्याङ्क यू जिजस। फाइनली अब यो होटलबाट हामी मुभ भएर जाँदैछौँ। बाटोघाटो कस्तो छ थाहा छैन है। हिजो त एकदमै हिलो थियो, मुस्किलले आइभयो। त्यो राति नयाँ बाटो हो, बाटो चाहिँ ठुलो हो तर हिलो क्या। पानी परेर चाहिँ त्यो उयो ग्राबर छैन रहेछ। र यो गोठीडिउँरा बजार चाहिँ यही हो। अब यो मेन रोड अलिकति देख्नुमा चाहिँ राम्रो बनाएको छ। अब चाहिँ हामी लागेको चाहिँ बादल भए तापनि उज्यालै छ। अनि बिहान चाहिँ उज्यालै हुने रहेछ। भोलि हामी मुर्मा टप जाने मेरो ठुलो इच्छा पनि मुर्मा टपै हो। त्यहाँ वरिपरिको पर्वत श्रृङ्खला हेर्ने मेरो इच्छा छ। र यसैले गर्दाखेरि अफरोड त भन्नु मिल्दैन, तर पनि खराब बाटो हो क्या, हिलो छ। अनि स्पिड मेन्टेन गर्नु सक्दैन। त्यही 15-20 को स्पिडमा जाँदाखेरि एकदमै 65 किलोमिटर टाढो पर्दो रहेछ। 36 किलोमिटरलाई हामीलाई 2 घन्टा टक्कै लाग्यो। 36 किलोमिटर हिँड्नु भनेपछि 18 किलोमिटर, एक घन्टामा चाहिँ 18 किलोमिटर मात्र हिँडेछौँ। कोठीडिउँरा बजार चाहिँ यही हो। पहिला हामी फर्स्ट यो बाटो जाँदाखेरि पनि हामी यहाँ बसेर चिया खाएको हो। यहाँ अगाडि सानो खोला त्यो तरेर जानुपर्ने। अब बाटो चाहिँ यहीँ छ मात्रै हो, यहाँदेखि उता चाहिँ गएको हो। फेरि यस्तै बाटो हो। र चिसो चाहिँ एकदमै चिसो रहेछ। अब माथिबाट जाउँ कि तलबाट जाउँ, माथिबाट जाउँ कि तलबाट जाउँ। तलैबाट जान्छु, लड्यो भने के हुन्छ। खुट्टा पानी डुब्यो तर केही छैन। वाटर रिभर क्रस गरियो है, वाटर रिभर क्रस गरियो हो। यो रमाइलो ठाउँलाई म तपाईँहरूलाई देखाउन गइराखेको छु। ट्रेडिसनल ड्रेस तपाईँले हेर्न सक्नुहुन्छ है। गाउँ यो एउटा सिङ्जेबेलीको एउटा गाउँ हो। हरारा जाने बाटोमा पर्छ। चिसो चाहिँ एकदमै हेभी रहेछ चिसो। यो माथिको यो
डाँडाकाँडा हेर्दाखेरि तपाईँलाई कहाँको भयो भने मलाई चाहिँ यो चाहिँ गुलमार्ग काश्मीरको याद आउँछ। यस्तै सल्लाहहरू छ त्यहाँ चाहिँ। गुलमार्ग होइन, सोनमार्ग काश्मीरको जस्तो लाग्छ मलाई। बाटोघाटो चाहिँ यस्तै छ। यो ठाउँको नाम चाहिँ के पऱ्यो बहिनी? पोता हो ए हजुर। यो चाहिँ जडीबुटी चाहिँ हो। हेर्दाखेरि चाहिँ अब रातो छ त जडीबुटी। अचार, गाउँको रोटी यसरी चुलामा पोलेको। पहिला हाम्रो आमाले यसो पोलिदिनुहुन्थ्यो। यहाँ उहाँले अहिले पनि पोलिदिन्थ्यो। म खाने हो। अब गाउँको रोटी अडिलो। फापरको पिठ थियो, अल्लै हाल्नु बारो नि फापरको पिठ पनि छ, अनि कोदे पिठ पनि छ, सबै थियो। अहिले हाम्रो घर जान खाने आउँदैन हैन। हालेपछि कहिले बासी रहँदा हैन। हालेपछि खाने मान्छे आएपछि ठक्क त हुन्छ। तरकारी बनाउनु पर्थ्यो नि। तरकारी कद्दुका टुपा सबै करेला जेकै हुन्थ्यो हैन। अब जानार बाहिर टिपी ल्याउन पुग्थ्यौ। यस्तो ढुङ्गा काटेर बनाएको छ। तपाईँ हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ ढुङ्गा काटेर बनाएको छ है यो बाटो चाहिँ। यो पारी गएको बाटो हेर्न सक्नुहुन्छ। त्यो एकदमै रक काटेर बनाएको छ। मजाले घाम लागेको छ तर चिसो छ। योपालि मैले 3 जोडी पन्जा बोकेको थिएँ, एकपल्ट पनि लगाएको छुइनँ। लगाएपछि लगाए मन लाग्छ। घरिघरि खोल्नुपर्छ क्यामेरा अन गर्नुलाई। त्यसले गर्दाखेरि चाहिँ नलगाएको। यो बाटो अन्तिमपल्ट भिडियो गरिँदैछ। अब दोबारा यो ठाउँमा आइँदैन नै। सेकेन्ड टाइम हो यो बाटोमा आएको। अब त जति नै अब स्वर्ग कि अप्सरा रारामा स्वर्ग कि अप्सरै झरेको छ भन्यो भने पनि आइँदैन हो। एकपल्ट आएको, एकपल्ट दोबारा आइयो। अब राम्रोसँग हेर्नु पाइयो। मुस्ताङ पनि 2 पल्ट भयो। मुस्ताङ चाहिँ जानुपर्छ होला, किन मुस्ताङ चाहिँ अब थुप्रै एक्सप्लोर गर्ने जग्गाहरू छ। यहाँ त त्यस्तो एक्सप्लोर गर्ने जग्गा त केही छैन नि। खालि गएर रारा हेर्नु मात्रै हो र एकदमै एडभेन्चर राइड गर्नु मात्रै हो नि यो ठाउँमा त। एडभेन्चर राइड हो यो चाहिँ। अब हिजो हामी 205 किलोमिटर चाहिँ एडभेन्चर राइड यस्तै बाटो गऱ्यौँ है। जिउ चाहिँ अब कति चाहिँ पछार्छ बाइकले, त्यो पनि अब 50+ हो हामी। ब्युटिफुल खाजा खाइयो। च्याङ्गडाको मासु खाइयो। आज च्याङ्गडा भन्ने थाहा पनि छैन कस्तो हो। खाइयो। शरीरमा नेगेटिभ असर चाहिँ पर्दैन होला। अब यहाँ पर चाहिँ त्यो जुन चाहिँ पनि आर्मीको क्याम्प छ, त्यहाँ चाहिँ अलिकति बताइराख्नु पर्ने हुन्छ। त्यहाँ चाहिँ भिडियो सिडियो गर्नु मिल्दैन र यो भिडियोलाई अफ गर्नु। च्याङ्गडाको मासु त खाइयो, दबाई हुन्छ भन्छ। मेरो युरिक एसिड बढायो भने चाहिँ खतम पारे है। बढाउँछ युरिक एसिड त च्याङ्गडाको मासु। अब खाइँदैन च्याङ्गडा। र यो एउटा ठुलो फाँट छ। पहिला त हामी बाइक लगेको थियौँ ओह्रालो, अहिले छैन रहेछ कि। मुगु जाने बाटो हिमाल जस्तो छ। अब हिउँ पर्छ अरे यहाँ चाहिँ। ब्युटिफुल भ्युज। रारा ताल चाहिँ यहाँबाट चाहिँ चट्टै घुमेर जानुपर्ने रहेछ हो। उता जानु पर्यो भने चाहिँ हाम्रो गमगढी जान्छ। पर डाँडाबाट एकछिन गएर आउँ होइन एकछिन त्यही त।
अब चाहिँ हामी रारा लागेको है, रारा लागेको। यहाँबाट 7 किलोमिटर भन्छ। हिलो चाहिँ छैन भने त हुने बाटो, हिलो छ भने चाहिँ बिजोक छ। हिजो पानी परेछ, दिन चाहिँ खुलेकै छ, बिहान चाहिँ सफा हुन्छ भन्छ। बिहान नै हो हामीले हेर्नु पर्यो। यस्तो छ नि त बाटो, बाटो चाहिँ यस्तो छ हो। बिस्तारै 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 मार्यो मायाले। यसलाई खराब बाटो भन्नु कि के बाटो भन्नु? चिप्ले भने तल्लो डिल। सात किलोमिटर। गाह्रो छ त हौ बो। पानी परेछ नि त हिजो। ठिकै छ, अब ज्यादा छैन। 7 किलोमिटर त घस्रेर भए पनि गइन्छ। आम्बो हट, अरे आम्बो हिलो हिलो रे हिलो। पहाड चढेको कि के चढेको? यहाँ फेरि यस्तो छ। अबै एडभेन्चर चाहिँ पक्कै भयो अहिले। सल्लेरी हामी आइपुगेको छौँ। खानासाना खायो भयो। पहिला चाहिँ कुनै गाडी हुन्थेन, अहिले चाहिँ पुरा टुरिस्टहरू यहाँ आउन थालेको रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ। एज यु क्यान सी सल्लेरी। अब हामी हर्स राइड गर्दै जाने हो। यहाँबाट 2 घन्टा टक्कै लाग्छ रारा लेक पुग्नु। दिन भने चाहिँ यस्तो छ, आकाशमा बादलको टुक्राहरू पनि छ। ल अब बारीतिर भेटौँ। लेक चाहिँ लेखे हो नि त। सल्लाहको रुखहरू देख्दाखेरि अब यहाँबाट चाहिँ टिकट काटिवरी चाहिँ बाटो तताउनु पर्ने छ उकालो। घोडाहरू त देख्दिनँ म। घोडाहरू पाउँछ भन्छ, घोडाहरू जस्तो लाग्दैन। फोटो खिच्नेहरू चाहिँ छ यहाँ पुरै। वो वन्स अगेन रारा, वन्स अगेन रारा। हामी जानुपर्ने हो त्यो पारी घरहरू देख्ने जग्गामा। ओ के ब्युटिफुल। माथि पर्वत श्रृङ्खला हेर्नुहोस् तपाईँहरूले। ओ सुनसान छ माथि त पुरा। त्यो मुरमा गएको होला मान्छे सबै यस्तो। डाफे लज रारामा चाहिँ यसरी मान्छेको भिडभाड हुन्छ क्या। यहाँ हामी खाइरहेको छौँ। कतिजना तलै छ। लगभग आज 50 to 60% होला यहाँ गेस्टहरू क्या। यसरी होटल भने यस्तो चल्नु पऱ्यो नि त हो। खाना चेङ्गडाको मासु मात्रै छ, चेङ्गडाको मासु नखाएको हो। अमलेट चाहिँ आउँदैछ।